मुना र कमलाको पुछियो सिउँदो, यही भ्रममा वीरजङ र वीरजङको छोरा विशाल चाहिँ रहेका छन्। वास्तवमा रामलाई चाहिँ गोली हानेर मारिएको होइन, उसलाई चाहिँ त्यो ज्याकेटभित्र चाहिँ एउटा सुरक्षा गर्ने बुलेट प्रुफ ज्याकेट लगाइएको थियो। तर वास्तवमा रामको मृत्यु भने भएको थिएन, किनभने पुलिस र रामको चाहिँ मिलन भएको छ। इन्सपेक्टर र राम चाहिँ एकसाथ भएर चाहिँ वीरजङलाई चाहिँ र वीरजङको छोरालाई चाहिँ यो चुनावमा हराएर उनीहरूको शक्तिलाई चाहिँ सधैँको लागि अन्त्य गर्ने निर्णय लिएका छन्। त्यसैले चाहिँ उनीहरू दुईजना एक आपसमा मिलेर यो चाल चलिरहेका छन्। तर त्यो वीरजङलाई चाहिँ केही पनि थाहा थिएन। यो चालको बारेमा वीरजङलाई चाहिँ अहिलेसम्म पनि केही थाहा छैन। ऊ आफै फस्दै गइरहेको छ। तर पनि उसलाई चाहिँ के लागिरहेछ भनेदेखि मैले चाहिँ जित हासिल गर्छु, अब चाहिँ रामलाई मैले मारेँ, मेरै अगाडि चाहिँ रामलाई सुट गरियो, अब चाहिँ यो चुनावको जित पक्का हुनेछ। उता रमेशलाई भने खेदाई खेदाई ढुङ्गा हानी लखेटी चाहिँ यो चुनाव राजीनामा दिनु भनेर चाहिँ उसलाई काबु कायल बनाएका छन् भने रमेश चाहिँ बल्ल तल्ल उसको घरभित्र छिरेर ढोका लाएर चाहिँ बच्न सफल भएको छ। बिचरालाई चाहिँ धेरै 15-16जना 20-25जना मान्छेहरू भएर चाहिँ पछाडिबाट लखेटेर राजीनामा दिन्छु भन्दै राजीनामा दे, नत्र तेरो काम छैन, अब जित हाम्रो हो भनेर चाहिँ रमेशलाई काबु कायल बनाएका छन्। तर रमेशले हार भने खाएका छैनन्। रमेशको बहिनी र रमेशको गर्लफ्रेन्ड दिपाले भने उसलाई राजीनामा देऊ, अब रामले पनि गल्ती गरेर बलात्कार गरेर ऊ जेल गइसके, तिमीले अब यो चुनाव केही गरी पनि जित्दैनौ, रमेश जसरी भए पनि यो चुनाव चाहिँ फिर्ता गरिदेऊ, यो चुनावको यो ऊ चाहिँ फिर्ता गरिदेऊ, तिमीलाई नत्र यिनीहरूले मार्नेछन्। आखिरी हाम्रो हार पक्का पक्की हो, किनभने राम नै जेल गइसके पछाडि चाहिँ उनीहरूको सहारा कोही पनि छैन। एउटा जङ्गलको राजा भनेको शेर हो, त्यसै गरी चाहिँ त्यो गाउँको राजा भनेको चाहिँ राम हो। राजा नै नभएपछि बाँकी रहेका जनताहरूको त के नै अर्थ रहला र गुन्डाहरूले राज गर्न सकिहाल्छन् नि भन्ने भएर चाहिँ उनीहरूलाई चाहिँ लास्टै डर लागेर अब यो राजीनामा देऊ, फिर्ता गरिदेऊ भनिरहेछन्। तर रमेशले मानेको थिएन। तर उसले विचार गर्दा गर्दै यसो सोच्दै हो यिनीहरूले त मलाई बाँच्न दिँदैनन् भन्ने भएर चाहिँ आफ्नो चुनाव चाहिँ फिर्ता, म चुनावमा उठ्थिनँ, आफ्नो उम्मेदवारी चाहिँ फिर्ता गर्न भनेर जान लाग्दाखेरि रामकी श्रीमती कमला आएर होइन, तपाईँले लड्नुपर्छ, तपाईँ नै हो यो गाउँको शान्ति ल्याउने अबको उम्मेदवार, तपाईँले लड्नुपर्छ। राम गएर के भयो त, तपाईँले लड्ने हो, तपाईँ लड्न सक्नुहुन्छ। रामले फुकेको बिगुल त्यति सस्तो छैन, त्यति कमजोर छैन। रामले चाहिँ भोट सबैलाई ल्याउन सक्ने बनाएका छन् भनेर चाहिँ भन्छन्। मलाई चाहिँ राम र कमलाको चाहिँ सल्लाह भएको छ भन्ने लाग्छ, किनभने रामले चाहिँ कमलालाई सबै थोक भन्छ, मुनालाई चाहिँ भन्दैन, किनभने मुना चाहिँ अलिक सानै छे, अलिक बुझ्दिन भनेर। त्यसैले गर्दाखेरि कमला चाहिँ एकदम स्ट्रङ र कडा छिन्। उसले चाहिँ आएर रमेशलाई सम्झाइसकिन्, अबको दिनहरूमा चाहिँ तपाईँ डह्रो भएर आफ्नो उम्मेदवारी फिर्ता नगरी बस्नुहोस्, तपाईँले भोट प्राप्त गर्ने जिम्मा चाहिँ हाम्रो, जसरी भने तपाईँले भोट पाउनुहुन्छ, तपाईँले नै जित्नुहुन्छ, बस तपाईँ उम्मेदवारी फिर्ता नगरिकन बस्दिनु 3-4 दिन भनेर उसले सम्झाइवरी जान्छन्। त्यस पछाडि रमेश पनि हो म जान्न भनेर एउटा अडिक लिएर चाहिँ बसेका छन्। त्यसै गरी उता मुना र मुनाको ससुराबा चाहिँ जेलमा रामलाई भेट्न गइराख्दा पनि रामलाई नभेटाएपछि उनीहरू चाहिँ अतालिएका छन्। उनीहरूको मन भदभद भएको छ, किन उसलाई चाहिँ जिल्ला लगियो भनिन्छ, तर भेट्न दिँदैन, पटक भेट्न आउँदा पनि दिँदैन भन्ने कुरा उनीहरूले थाहा नै पाएका छैनन्। त्यही भएर उनीहरू चाहिँ एकदम निराश भएका छन्। तर राम र इन्सपेक्टर मिलेको भन्ने कुरा उनीहरूका रामका बाउ र रामकी कान्छी श्रीमती मुनालाई भने थाहा छैन। त्यसैले उनीहरू धेरै निराश भएका छन्। मुना निराश भएर मेरो श्रीमानलाई छोडिदिनु न मामा भनेर उसको मामा वीरजङसँग चाहिँ बिन्ती गर्न गएकी छिन्। तर पनि वीरजङ र विशालले उसलाई अब हामी केही गरी पनि छोड्दिनौँ, हामीले पहिला नै भनेको थियो हामीसँग पङ्गा नलिनु भनेर, अब हामी तिमीहरूलाई केही गरी पनि छोड्दिनौँ भनेर भनेका हुनाले चाहिँ तेरो सिउँदो म उजाडिदिन्छु भनेको हुनाले चाहिँ मुनाले विशाललाई यक झापड दिएर चाहिँ
तैँले मेरो सिउँदो पहिला पनि उजाडिस अहिले पनि उजाड्ने कोसिस गर्छस्। यो भनेको राम हो, राम मेरो श्रीमान, अहिलेको श्रीमान भनेको राम हो, तिमीहरू सबैको अन्त्य मेरो रामले गर्नुहुन्छ भनेर चाहिँ निडर भएर चाहिँ प्रस्तुत भएकी छिन्। उसले आफ्नो श्रीमानको सिन्दुर बचाउनको लागि जे पनि गर्नेछिन्, उसले आफ्नो श्रीमानलाई बचाउनको लागि चाहिँ जे पनि गर्नेछिन्। तर उता वीरजङ र विशाललाई भने चाहिँ उसको श्रीमान मरिसक्यो, रामलाई हामीले मारिसक्यौँ भनेर उनीहरू खुसी भएका छन्, आनन्दले बसेका छन्। तर वास्तवमा ऊ राम मरेको छैन। राम भने मरेको नाटक गरेर बाँचिरहेको छ। ऊ अन्तै कतै गएर चाहिँ चुनाव जिताउनको लागि जनताहरूलाई के कुरा भनिरहेको छ। त्यसैले गर्दा चाहिँ राम अहिलेसम्म पनि जिउँदैछ। रमेशको जित पक्का छ, उसले नै जितेर अब त्यो गाउँमा विशाल र वीरजङ जस्ता अराजक व्यक्तिहरूको अन्त्य हुनेछ। तपाईँहरूलाई बुहारी सिरियल कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।